जाने म त भौसँग नै आउँछु चमचम नहीं रहेगा केही सुनाइदिएछ ससा यहाँ केही सुनाइदिएछ मलाई के थाहा बाहिर यति भिड छ भित्र कति धेरै भिड होला बाफ्रे अकाली यता एकछिन रुक्नु कान्छी एकछिन रुक्नु 2.5 टिकट दियो भने मोरले 3.5 दियो 100 रुपैयाँको एक्स्ट्रा टिकट थमाइदियो 160 मा जाम के भने फेरि अब 60 मा यस्तो भिडभाड छ बल्ल त टिकट पायो अनि कसले साट्छ बाफ्रे भिडभाड हेरेर कति धेरै छ आज बल्ल हामी यहाँ गेटको इन्ट्रीको रुक्नु न हेरी पोइन्टमा यहाँ चाहिँ मेरो माइक चाहिँ धन्न खसेन है तर म्याग्नेट चाहिँ यसको पछाडि एउटा म्याग्नेट हुन्छ त्यो म्याग्नेट चाहिँ खसेछ फेरि अब यो म्याग्नेट भएन भने त्यो कपडामा यसो टास्न चाहिँ अलिकति अप्ठ्यारो हुन्छ फेरि भोलि एकचोटि जान्छु हेरौँ पाउँछ कि पाउँदैन है अझै अलिक भिड बढेन अहिले एकछिन पछि अब बिस्तार बिस्तार भिड बढ्दै जान्छ यहाँ ल 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 धुलो धुलो कति धेरै धुलो छ बाफ्रे अब यहाँबाट ग्राउन्डसम्म ननिक्लिन्जेलसम्म त्यही अब सबै पसलहरू होइन किराना पसल यो पसल त्यही मात्रै हो अरू त त्यस्तो छैन पुपु चाहियो एकछिन रुक्नुहोस् अहिले हामी त्यता जाने त्यता गएर किन्ने अब मेरो नानी तर्सेको नानीको त्यो ड्याम ड्याम गरेको त तर्सिरहेको नानी के हो यो अलि पछि बेबी अलि पछि बच्चाहरू जे देखे के त्यही किन्दै भन्छ होइन हाम्रो छिमेकी कान्छीहरू पनि आएको छिन् हेलो भन्नु कान्नु नानु हेलो ऊ हाम्रो झिर्के दाजु पनि आइसकेछन् खोइ नानी खोइ ए बल्ल तल्ल यहाँ भित्र गेटमा इन्ट्री त गऱ्यो है यो क्यामेरा यो माइकको पछाडि एउटा म्याग्नेट हुन्छ म्याग्नेट खसेछ नि त यार ट्याप पर्थ्यो अघि यो खसिरहेको थियो नि त किन खस्यो भने त यसको चुम्बकै हराएछ नि त हेर एउटा बेबी नचल्नु न अब यसरी राख्नु पर्यो अब यहाँ यसरी हजुर ए हाम्रो सानो नानुहरू फोटो खिच्ने रे हो ल हामी पनि फोटो खिचौँ ल ल ऊ न यता टल्की त घाम त उसो रहेछ ल ठिकै छ ल हेलो ल देखेँ ल थ्याङ्क यू गर्मी पो भयो त्यहाँ भित्रबाट यहाँ आएको त भयो मेरो छोरीलाई त्यो पुपु चाहियो अरे ल त्यो पुपु किन्न जाऊँ ल पुपु किन्ने कति हो यो पुपु 50 रुपियाँ एउटा दुईटा दिन त ल एउटा यो माइकको म्याग्नेट हो त्यो गेट त्यो अघि गेटको छेउमा कता खसेको थियो त्यहाँ गएर अहिले जान फर्किने बेला एकछिन त्यतातिर यसो भुइँमा गएर खोज्छु एकछिन के भयो दुईटा दिएको न मैले 100 रुपियाँ दिएँ होइन 100 रुपियाँ दिएको फेरि धेरै दियो भने पैसा विचार गर्न लागेर के आइस गोला हजुर गाडी उसलाई नि ल जाम अब आज तिम्रो आज म अब त्यति साह्रो बाहिर केही खाँदैन म चाहिँ 6 महिनासम्म डाइटिङमा बसिरहेछु भनिरहेको थिएँ नि अस्ति नै आज मेरो त्यति साह्रो खाने कार्यक्रम केही हुँदैन अब हाम्रो ससाहरू केही खान्छ बच्चाहरू डुलाउने यताउता उता गर्ने त्यही हुन्छ आज हाम्रो यिनीहरूलाई गुली गाडी खराब होला फेरि मिठो छ आज तिमी मात्रै खाऊ जति खानु सक्छ खाऊ म चाहिँ खाँदिनँ हेलो हेलो
नानीहरूलाई चहाउँदा खान्छ कि दिदीहरूलाई हेलो भन्नु ल बिहान यस्तो जाडो थियो है बाफ्रे जाडो भएर म अहिले 2-3 दिन भयो बिहान जगिङ गर्न पनि गइरहेन न एक हप्ता जति रेस्ट गर्छु भनेर बसेछु अहिले ज्याकेट लाग्यो ल अहिले त अलिकति घाम चर्को भएर अलिकति गर्मी हुप्पो भइरहेछ मलाई हुन त अलिकति गाला ख्याप्प भइरहेछ ठिकै छ तै पनि म अहिले फ्याट बर्निङ प्रोसेसमा चलिरहेको छु कि त्यही भएर चाहिँ कति 1-2 महिना जति भयो मैले बाहिरतिर फुड ब्लगहरू पनि बनाइरहेको छैन अनि नेक्स्ट 6 महिनासम्म चाहिँ म चाहिँ जस्ट घरकै खाना ओन्ली होम फुड नो आउटसाइड फुड गर्ने भनेर चाहिँ जस्ट बसिरहेको थिएँ आज फेरि ठ्याक्कै यहाँ मेला लागिरहेको थिएँ होइन यहाँको मेला चाहिँ लगभग 2007बाट आउन थालेको म चाहिँ लगभग 21 वर्ष भयो चाहिँ म आउनु थालेको नि 18 वर्ष त पुगिसकेछ यार हरेक वर्ष एकचोटि भने नि मेलामा आइरहेको हुन्छु कि म चाहिँ पेन्टिङ गर्ने बेबी पेन्टिङ गर्छ ल आउनुहोस् ल आउनुहोस् त पेन्टिङ गर्नलाई जाम ल हाम्रो यहाँ पेन्टिङ गर्ने अरे यतातिर स्किन उस्तो हुँदैन होला नि हो हल्का एउटा यिनीहरू दुईजनाको अलिअलि एउटा उसहरू गरिदिउँ न ल बनाउनु ल यहाँ चाहिँ नेपालको फ्ल्याग पेन्टिङ हुँदैछ मेरो बेबीले के पेन्टिङ गर्ने आन्छी के गर्ने ल बटरफ्लाई गर्ने ए हेलो किटी ल छ्या यो म्याग्नेट त खोज्नुपर्छ हेर उ त्यतिर यहाँ म्याग्नेट भन न अप्ठ्यारो हुँदो रहेछ यार अहिले बाहिर जाने बेला टिप्नुपर्छ कस्तो ठ्याक्कै यहाँ टाँसिरहेको थियो ज्वास त यताउता गरेर खसिहालेछ ल मेरो छोरी हेलिकिटी बनाउने रे एकछिन हातमा समात न अहिले उता डस्टबिनहरू कता छ जहाँ पाइ त्यहीँ फल हौ अहिले यता पाउँछौ छ डस्टबिनहरू पहिला सबै बच्चाहरूकै लागि ए फेस पेन्ट कति लिनुहुन्छ तपाईँले हजुर कति लिनुहुन्छ कति हो चार्जहरू हाम्रो यसको 250 ए 250 धेरै महँगै छ ए ल ठिकै छ बाबु नानीको खुसीहरुको लागि बाबु बनाउँदैन हेलमेट गर्दै अझै खन्छ छोरी जस्तो जाडोमा त्यस्तो चिसो खान्छ ए मेरो मान्छेको भयो यता कति राम्रो हेलोकिटी बने ल फेस पेन्ट 250 रे ल ठिकै छ कोही यता आउनु त ल फोटो खिच्दै त कान्छी ए ल मेरो कति राम्रो देखेछ स्पार्कल पनि भएछ ल हाम्रो ससा भोक लाग्यो भन्छ छिर्न पाएन भोक लाग्यो हुन्छ त मैले आज बिहान टन्न भात खाएर आम्ला भनेको अब के खाएन भोक त मलाई पनि लाग्यो के खाने पहिला बच्चाहरू खेलाएर ए बिग फ्यान हाम्रो बाबुहरूलाई हेलो पहिला बच्चाहरू खेला म त्यसपछि खाम्ला पहिला यिनीहरूलाई खेलाउनु पऱ्यो नि ल च्याबास ल अब एरोप्लेनमा जानु अब हेलो बाई बाई गयो फ्लाइट टेक अफ गऱ्यो यस्तो मेलाहरू भनेको कि केटकेटी लिएर आउने घुमाउने यही हो रमाइलो अब जम्पिङ गर्छु रे ल यही खेल्न आएको है मेरो बच्चाहरू यहाँ चाहिँ जम्पिङ खुब मनपर्छ उसलाई छोरी स्याड अर्का खेलेर बस्यो ऊ खेल्न पाएन र स्याड भएर बसिरह अब जाने खेल्ने आउनु पाला मेरो बेबीको अहिले पो कस्तो न्यानो घाम आएछ चस्स पोल्ने घाम त्यहाँ मान्छे बाफ्रे प्याक है डरै लाग्ने भरे क्या एक्सिडेन्ट हुन्छ कि जस्तो डर लाग्ने मान्छे यति भिडभाड छ ठोकेला
नयन उता खेलिरहेछ यत्रो मेला हुन्छ नेपालभरि होइन यति वर्षमा कति ठाउँमा मेला हुन्छ होला तर यहाँको जति यो सबै इक्विपमेन्ट ल्याउने मान्छेहरू सबै इन्डियनहरू नै हुँदो रहेछ के सामानहरू चाहिँ सबै इन्डियनहरूको रहेछ कि यहाँ जस्तो लाग्यो क्या यत्रो नेपालभरि हुन्छ नेपालीहरूले पनि बनाएको त होइन नेपालीहरूको पैसा बेसी हुन्थ्यो कि भन्ने कुरो आपके शहर में पहली बार जल परी शोर है ओहो यहाँ भी तो शोर है जा रहे यहाँ कार्टुन देखाएर चाहिँ केही छैन बाबु यहाँ भी तो केही छैन चाहिँ कर्मचारी पुरस्कारका विशेष गरी विशेष उपहार छ हामी बेलुकासम्म बाँड्दै जानेछौँ आइसक्रिम खानु न बाबु मेरो बच्चा आइसक्रिम खाने होइन तर आइसक्रिम खानु न आछि आछि हुन्छ र अब भने नेपालको उत्कृष्ट उत्सव सम्पूर्ण किसिमको आकर्षण सहित 21औं लेखा महोत्सव 2082 प्रवेश आयोजक यो चाहिँ दुई ठाउँमा दुईटा गरौँ है विद्यालय स्तरीय कार्यक्रम सह प्रायोजक पोखरा स्कुल प्रदर्शन प्रायोजक सासा बच्चालाई देऊ त यो सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई 5 रुपैयाँ दियो सुरक्षाकर्मी साथीहरू 400 नेपाल भन्न चाहन्छु हामीलाई भने भन्दै हुनुहुन्छ शिवारी मालिकालाई बाटीको दामला तिमीसँग दोहोरिन गाई कसा मिठो छ बाटीको दामला यही दिनको बममा गरी ठक्का यो खाएन नि ड्याडीले फेरि चुस किनिदिनु अहिले खानु यो चिची छ भित्र खाऊ त यो समात्नु आइसक्रिम अघि पहिला खानु नि चिज आइसक्रिम गर्नु चाहिँ म चाहिँ सर्ट परे खान्छु ल खानु छोड्नु मेलामा चटपट मात्रै खाना आयो अहिले मैले यो बच्चाले केही खाएन कुदा एउटा चिप्सहरू किनेर खुलाएर पठाउनु ए स्ट्रबेरी भरे खोगेर ड्याडीले पानी गर्छु कुन खाने तिमी चक्लेट छ एउटा चक्लेट दिनु एउटा चक्लेट दिनु एउटा तिमी के खाने जाडोमा भरे खोकिरह जाडोमा चिसो खाइरह ओहो चटपट साह्रै अमिलो बनाइदिएछ ठिकै तर भिनेगर अलिक बेसी हालिदियो कि 100 रुपियाँ ए 50 रुपियाँ अस्ति भर्खर सन्चो भइरहेको थिएन अहिले फेरि आइसक्रिम त केही हुँदैन हो दिदीले मम्मीको चक्लेट मिठो थियो नि त बेबी यो त मिठो छैन खाँदै उदो मम्मी त्यो गेटमा अघि त त्यो म्याग्नेट खसेको खोज्न बसेको त्यही त्यो टिकट पुग्छहरू फाले रहेछ भेटेन कहाँ भेटेन कहाँ पाएछ ल भन्नु ए
एक नानी यहाँ बनाएको यहाँ मजामा अस्ति साबुन पनि सयमा कतिवटा दिन्छ आज दिनभरि घुमेर केही खाएन उता भित्रभित्र भिडभाड यति भिडभाड हाम्रो खुट्टा टेक्ने ठाउँमा पनि बच्चाहरूलाई नि एकदिन खेलाउँला भनेको खाने खेलाउँला नि भिडभाड ह्यान्डल गर्नु अप्ठ्यारो हुने आज खास शनिबार त आउनु नहुने दिन हो अर्को दिन आउनु पर्ने तपाईँले अब बच्चाहरू घुमाउने आज छुट्टी परेको दिनमा भनेर लिएर आएको के गर्नु यो चाहिँ सेकेन्ड चटपट भित्र आएको अघि यति अमिलो खाने बेबी चटपट खाने त्यहाँ जान्छु मरेले बेसी अलिक बेसी अमिलो बेसी हाल्छ क्या हाम्रो यो चटपटापुर उता पोखरा के अरे बिरौटातिर देखेको थियो चाहा मन चाहा ठिक छ अमिलो कम पिरो कम आजकल चाहिँ हल्का डाइटिङमा बसेर त्यही भएर सबै ब्यालेन्स मिलाएर खाने कोसिस गरेर आज मेरा सिर्फ चटपट खाना जस्तो मात्रै भयो मेरो चाहिँ अब हाम्रोतिर खानेकुरा भनेर चाहिँ मोमो चाउमिन आलु फ्राई तारेको बारेको मात्रै पाउँछ होइन मेरा यस्तै मलाई नि एकचोटि लेखनाथ यो मेलामा महोत्सवमा चाहिँ एउटा स्टल राखेर बडा मोमोसोमो के हुन्छ बेचौँला भन्ने एउटा रहर थियो खै भनेको नि 5 वर्ष बेसी भइसक्यो कुनै दिन थाहा पाउनु भन त्यस्तै हो चटपट र पिरोसमा त ठिकै भयो प्याज नखाने भन्छ उस नखाने भन्छ बाफ्रे बाबु ससेज खानु फेरि ससेज खाने चाहा त कस्तो थियो कहिले त क्रिस्पी नबनाउने घुम्ने क्रिस्पी छैन छैन साह्रै काठमाडौँ तिम्रो काठमाडौँ पोखरा कहाँ खोजेर आउने क्रिस्प त क्रिस्प हो यतातिर सार अलिक उसै छ हौ खाउमा खाँदैन यो आलु टर्नेरो त के अरे आलु छ काठमाडौँ भक्तपुरमा आलु छ खाएर जानु बेला त्यहाँको चाहिँ 3 रुपियाँ चाहिँ बेस्ट भेटाएको थिएँ मैले म चाहिँ एकदम अन डाइटमा छु ए आलु ए ससेज ल बेबी ल खानु ल म न ए ल बस च्याउ यहाँ बस्नु त्यो झोलाहरू त्यो झोला हटाउ न म चाहिँ 6 महिनासम्म नो आउटसाइड फुड च्यालेन्ज भनेर बसेको छ आज चटपट खाए बाहिर तर अरूहरू चाहिँ अलिक कन्ट्रोलमा बसिरहेछ 6 प्याक्स एप निकाल्ने भने यसपालि चाहिँ कोसिस गरिरहेछ के त्यहाँ हजुर तिमीले त्यो यो गाडी पनि खाने हो त चजेस मिठो छ तिमी कहाँ गयो त त्यसो भए ओइ नानी कहाँ गएको ओइ जोसा ओइ नानी अब कहाँ खसे